कतिले यो प्रश्न गर्छन् पनि क्या, के गर्छन् भने टङ्क बुढा थोकीले तँलाई के दियो भन्छन् क्या, होइन? अनि यसको जवाब चाहिँ म के दिन सक्छु थाहा छ? म त्यस्तो अगाडि भन्ने मान्छेलाई चाहिँ नि यो जवाब दिन सक्छु, एउटा कर्म दिने बाउले एउटा माया दिइरहनु भएको छ, होइन? अनि मेरो जुन फ्यामिली त्यो झुपडीमा बस्थे, अहिले राजमहल जस्तो एउटा घर बनाइदिनु भएको छ। अहिले यो अशोक दर्जी थिएन भने यति कुरा के हो भन्दाखेरि मेरो भाइ पनि पढ्न पाउँदैन थिए, मेरो बाउआमा राम्रो ठाउँमा बस्न पाउँदैन थिए। अनि यो भन्ने मान्छेलाई चाहिँ जवाफ यही हो क्या, के दिनु भएको छ भन्छ नि, यही जवाफ हो। ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो